एकैछिन यो भिडियो हेरेर पुरा भिडियो हेरेर मात्रै म यसको प्रतिक्रिया दिनेछु र साथीहरू यो हर्क साम्पाङको भनाइ के कस्तो लाग्छ ल पुरा हेर्नु होला है त। संविधान भएको देश, खाने धान नभएको देश छैन चामल है। संविधानको धारै धारा भएको देश, पानीको धारा नभएको देश। यस्तो देशमा बस्नु हुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। अब हामी सबै जाग्नुपर्छ। त्यो आवाज दिनको लागि म यहाँ आएको छु। सबको भनाइ त एकदम 100मा 100 लाग्छ के, तर सही बोल्छन्। ढिलो आउँछ कडा आउँछ भने यो कुरा हो साथीहरू। धारै धारा भएको देश, संविधान भएको देशमा तर टाइममा धारामा पानी आउँदैन, टुटी मात्रै लगाइएको हुन्छ। कतिपय ठाउँमा टुटी लगाइएको हुन्छ तर पानी कहिले आउँदैन। संविधान भएको देश तर धान रोप्ने मान्छेले सोचिरहेको हुन्छ तर पानी कहिले पाउँदैनन्। थोरै जमिन भएका मान्छेहरूले सिँचाइ गर्न चाहन्छन्, सब्जी लगाउन चाहन्छन् तर पानी कहिले पाउँदैनन्। जनताको काम चाहिँ कहिल्यै पनि कुनै पार्टीले गरेको छैन। अब नयाँले गर्नुपर्छ, नयाँ आउनुपर्छ, नयाँले गर्नुपर्छ भन्ने गर्नुपर्छ। सबै मान्छे बदलिनुपर्छ। मान्छे परिवर्तन नभएपछि देश कहिल्यै परिवर्तन हुँदैन। जस्ताको त्यस्तै रहन्छ। अब सबै जाग्नुपर्छ, बदलिनुपर्छ भन्ने मैले सोच गरेको छु। तपाईँको विचारमा के छ कमेन्टमा लेख्नु होला। धन्यवाद।